33 VCB pole changing, fixed contact, moving contact। यसको भित्र चाहिँ तपाईको भ्याक्युम इन्टरप्टर हुन्छ जुन चाहिँ मैले सर्ट भिडियोमा अगाडि देखाएको नि तपाईहरुलाई हो। जस्तो ब्रेकर अन गर्दाखेरि चाहिँ यो मुनिको चाहिँ माथि गएर चाहिँ फिक्स कन्ट्याक्टसँग चाहिँ कन्ट्याक्ट हुन्छ, त्यहाँबाट चाहिँ सप्लाई पास हुन्छ यहाँबाट, जुन चाहिँ हाम्रो यो दुईटा चाहिँ प्यानलको मेन बसमा गएर लाग्छ। यो दुईटा जुन चाहिँ यसलाई हामीले भन्छ ट्युलिप कन्ट्याक्ट, ज पनि भन्छ ट्युलिप कन्ट्याक्ट पनि भन्छ यसलाई हो। र सिधै यता आकोलाई चाहिँ आर्म, यसलाई ट्युलिप कन्ट्याक्ट मेन पोल हो यो चाहिँ, जुन चाहिँ तपाईको RYB र दुईटा चाहिँ चेन्ज भइसकेको छ RY है। अब यहाँनिर B चेन्ज हुन्छ, यहाँनिर हेर्नुस् यो चाहिँ सबै र यहाँनिर चाहिँ तपाईको दुईटा छ तपाईको क्लोजिङ कोइल, ट्रिपिङ कोइल दुईटा, किन ट्रिप गर्दा चाहिँ इमर्जेन्सीको लागि दुईटा युज हुन्छ है चाहिँ। एउटा चाहिँ क्लोजिङ कन्ट्याक्ट, दुईटा चाहिँ ट्रिप कन्ट्याक्ट कोइल भन्दा पनि भयो। र यहाँनिर चाहिँ अक्जिलरी कन्ट्याक्ट हुन्छ, जस्तै यहाँनिर दुईटा अक्जिलरी कन्ट्याक्ट देख्नुहुन्छ नि, यहाँनिर हेर्नुहोस् दुईटा अक्जिलरी कन्ट्याक्ट हुन्छ यो भित्र पनि, र यहाँ पनि यहाँ जम्मा तपाईको तीनटा अक्जिलरी कन्ट्याक्ट हुन्छ। यो चाहिँ खोलेको छ स्पेयरको लागि, एउटा यहाँ खोलेको छ, यहाँ खोलेको छ, र एउटा यहाँनिर हेर्नुहोस् भित्र, यसलाई नै भन्छ अक्जिलरी कन्ट्याक्ट। हेर्नुहोस् भित्र एउटा छ, यहाँ दुईटा र यहाँ पनि एउटा हुन्छ, तीनटा जम्मा। र यो ब्रेकरको अन र अफ गर्ने हो। र म्यानुअली स्प्रिङ चार्ज गर्नु चाहिँ यसलाई डाउन गर्नुपर्छ, स्प्रिङ चार्ज भएर यो येल्लो माथि जान्छ र अन गर्दा ब्रेकर अन भइहाल्छ न। र यसको जुन चाहिँ हाम्रो जुन चाहिँ इलेक्ट्रिसिटी सप्लाई जुन चाहिँ DC पाउँछ यसले, यहाँनिर चाहिँ पिन छ, र यहाँनिर पिनहरू हुन्छ थुप्रै हुन्छ। यो चाहिँ तपाईको 60 कति यसको सरी 58 वटा पिन भएको, यो चाहिँ हेरी हुन्छ पिन, यो चाहिँ 58 वटा पिन छ यहाँनिर चाहिँ हेर्नुभयो भने चाहिँ 33 KB को ब्रेकर इन्डोर